एसी चलेर हो लगाइरहेछ त एकदम फर्स्ट क्लास सर। अब म पनि यो हुन त यो फर्स्ट टाइम चाहिँ होइन, दोस्रो टाइम हो रेल चढेको। तर यो यस्तो टन्टलापुर घाम र यति धेरै गर्मीमा पनि खिल्ला सरले यस्तो राम्रो एसी ट्रेन चढाउनु भयो, यति खुसी भएको छु कि अब तपाईँलाई हामी एकैचोटि दिल्ली पुगिसकेपछि देखाउनेछौँ। अहिले हामी गोरखपुर गयौँ है त। बाई बाई। छोला चावल ल सर ल है रेलमा खाइरहेको छौँ। रेल हिँडिरहेको छ फेरि देखिहाल्नु भयो, रेल मजाले हिँडिरहेछ, हामी खाइरहेछौँ मजा आइरहेछ। खिल्ला सरको र मेरो घुमाइ चाहिँ फर्स्ट टाइम हो, तर फर्स्ट टाइम भयो नि रमाइलो भएको छ। जिन्दगीभरि सम्झिन लायकै भएर चाहिँ। अब मलाई यो रेलमा चढ्ने भनेर चाहिँ मैले आएर नसक्ने भने थाहा पाइसकेँ। खिल्ला सर चाहिँ अब कति वर्ष सर यहाँ उसमा के अरे मुम्बईमा बसेको 16-17 वर्ष 16-17 वर्ष मुम्बईमा बस्नु भएको कारणले मलाई यहाँको विषयमा सबै थाहा रहेछ। अनि उहाँले काटुक मिलाउनु भयो। अनि मैले पनि नागरिकता लिएर आएको थिएँ र साह्रो सजिलो भयो। यदि नागरिकता नभए मैले रेल चढ्न नपाउनु छु। जस्तो त्यो लोकल ट्रेनहरू चढ्न पाइदियो होला। यो चाहिँ सरकारी रेल हो त। गोरखपुरबाट हामी अहिले लगभग 10-15-20 मिनटमा हिँड्यौँ। अब दिल्लीमा कति बेला पुगिन्छ हामी भेट्नेछौँ है त। बाई बाई। आफूकै त हल्लिन्छ, त्यो धेरै स्पिड भएर हल्लिरहेको होला के भन्छ यसलाई, पार्कमा आएको छौँ। मजनु क्या टेला। अब हिन्दीमा त्यति धेरै नबुझ्ने भएर होला। यहाँ हेर्नु, यहाँ चारैतिर फ्लाइओभर, जताततै फ्लाइओभर चाहिँ घुमाउने छौ तपाईँलाई अन्त नि। काठमाडौँको रमाइलो भन्दा केही कम छैन, नेपालको रमाइलो भन्दा केही छैन। देखिहाल्नु हो दृश्यमा एकदम रमाइलो छ चारैतिर। भाई हमें भी ले जैन सर। अब हामी मेट्रो रेल चढ्दैछौँ होइन। हामीलाई गाइड गर्ने हाम्रो सर हुनुहुन्छ। अब मेट्रो रेल चढेर देखाउँछौँ।
मेट्रो रेल पनि चढियो अब हामी चाँदनी चौक जाँदैछौँ है गाइस हेर्दै गरौँ यो केराको थम्मा हो यो चाहिँ केराको ऊ होइन के अरे बुङ्गो बुङ्गो केराको बुङ्गो मजाले पकाएर तरकारी खाँदो रहेछ तरकारी त के हो के अब धेरै फरक छ लाल किल्ला होइन दिल्लीको चाँदनी चौक लाल किल्ला